के हो केटा हो? मेरो साथी भएर यस्तो बोरिङ चिया, यसो लाटे मगाऊ, क्याप्चिनो मगाऊ। नयाँ नयाँ लोटरी लाग्यो कि क्या हो ब्रो? के भन्न खोजेको? म यस्तो लटरी सटीको चक्करमा पर्ने मान्छे सोचेको? भन्न खोजेको के? होइन, अब अस्तिसम्म सुक्को छैन भने मान्छे आज त क्यापेचिनो लाटे। पैसा कमाउन लटरी होइन केटा हो, आँट चाहिन्छ आँट। केही गर्नु पर्दैन, आफ्नो ब्याङ्क खाता दिने, त्यसमा पैसा आउँछ अनि आफ्नो कमिसन कटाएर बाँकी पैसा अर्को ब्याङ्क खातामा पठाइदिने। सिम्पल। गफ ल, त्यति गर्दैमा पैसा आउँछ भने मेरो खाता टिपिहाल त। ल, तेरो खातामा 1 लाख आउँछ है। साँच्चै पो आयो त। ल अब तेरो कमिसनको 5,000 कटा, बाँकी 95,000 यो ब्याङ्क खातामा पठाइदे। भनेपछि बाईको 5,000 हाम्रो भयो। बसी 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 बसी। एकछिन, कतै तपाईँ वित्तीय अपराधमा संलग्न व्यक्तिहरूको मनी म्युल त बन्दै हुनुहुन्न? केही व्यक्तिहरूले तपाईँको ब्याङ्क खाताको विवरण जान्न व्यक्तिगत रूपमा वा फोन तथा अनलाइन माध्यमहरूबाट विभिन्न आर्थिक प्रलोभन देखाउन सक्छन् र तपाईँको खाताको दुरुपयोग गरी तपाईँलाई मनी म्युल बनाउन सक्छन्। यसबाट तपाईँ समेत कानुनी कारबाहीमा पर्न सक्नुहुनेछ। आफ्नो ब्याङ्क खाता, पासवर्ड तथा ओटिपी जस्ता संवेदनशील विवरण कसैसँग पनि नसाटौँ। आजैबाट सचेत हौँ। ए पक 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 बस। कहाँ भागला? सचेत सिटिजन नै हो सेफ सिटिजन। सिटिजन्स ब्याङ्कद्वारा सर्वसाधारणको सचेतनाका लागि।